जोजोलोपा नमस्कार। लामो समयको अन्तरालपछि हामी यहाँहरूको माझ कार्यक्रम अन्तर्वार्ता लिएर उपस्थित भएका छौँ। सर्वप्रथम त हाम्रो अन्नपूर्ण फोटो क्लिकको टिम यहाँहरूको माझ लामो समयसम्म उपस्थित हुन नसकेको कारण हामी एकदम भित्री मनदेखि यहाँहरू माझ क्षमा याचना गर्न चाहन्छौँ। आउने दिनहरूमा तपाईँ र अन्नपूर्ण फोटो क्लिकको सम्बन्ध निरन्तर रूपमा अगाडि बढ्ने बाचा व्यक्त गर्न चाहन्छु। यसै क्रममा आज पनि हामीले यहाँहरूको माझ यस्ता अतिथिलाई लिएर आएका छौँ जसले नेपालको हस्तकला क्षेत्रमा एकदम महत्त्वपूर्ण योगदान दिएर अगाडि बढिराख्नु भएको छ। उहाँले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नेपालको हस्तकला व्यापारलाई एकदम प्रवर्धन गरेर अगाडि बढिराख्नु भएको छ। उहाँ हुनुहुन्छ अनुप मानन्दर, आजका अतिथि कम्फोर्ट फिल एन्ड प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक तथा युवा उद्यमी, जसले युवाहरूलाई उद्यमशीलताको बाटोमा हिँडिराख्नु भएको छ। उहाँ हुनुहुन्छ अनुप मानन्दर। आउनुहोस् उहाँलाई स्वागत गरौँ। स्वागत छ अनुपजी। नमस्कार, धन्यवाद। आराम हुनुहुन्छ? एकदम आराम। केमा व्यस्त हुनुहुन्छ आजकल? त्यही हो, नियमित कार्यमा आफ्नै व्यवसायतिर व्यवसायलाई कसरी अझ माथि लाने भन्ने सोच, नयाँ कुरा के गर्न सकिन्छ भने त्यसैमा जुन नियमित कार्य व्यस्तता भन्नु पर्ला। तपाईँ अब ह्यान्डिक्राफ्ट क्षेत्रमा लागिराख्नु भएको छ होइन, विशेष गरी यो फेल्टकोमा चाहिँ लागिराख्नु भएको छ। तपाईँलाई यो व्यापार गर्ने सोच कसरी आयो? कुरा सुरु गरौँ। हुन्छ, हस्, धन्यवाद। सर्वप्रथम यो फेल्ट भन्ने मेरोलाई जब मैले सुरु गर्दाखेरि यो विषयमा मलाई त्यति ज्ञान थिएन। यो शब्द मेरोलाई नौलनी थियो त्यो बेला। तर जब म एउटा यस्तै हस्तकलाको संस्थामा त्यहाँ जागिरे हुँदै गर्दाखेरि त्यहाँ काम गर्ने सिलसिलामा चाहिँ मैले त्यहाँबाट चाहिँ यो बारे चाहिँ थाहा पाएँ। सम्भवतः त्यो सन् 2002 को कुरा हो जब म त्यो संस्थामा आबद्ध भएँ, जुन संस्था अहिले पनि यथावत राम्रै रूपले चलेको छ। म यहाँ नामै लिन चाहेँ, हस्तकला उत्पादक सङ्घ भनेर। त्यसमा म करिब झन्डै 4 वर्ष जति काम गरेँ। त्यो सन्दर्भमा त्यहाँ विविध हस्तकलाका सामानहरूको उत्पादन हुने, त्यहाँबाट निकासी बिक्री वितरण पनि हुने गर्थ्यो। त्यहाँ काम गर्ने सन्दर्भमा चाहिँ मैले फेल्ट भन्ने कुरा थाहा पाएँ। हालाकि यो फेल्ट मेरो लागि त्यति बेला नयाँ नौलो शब्द भयो। के रहेछ भन्दाखेरि त्यो चाहिँ ऊनी, हाम्रो भेडाको ऊनबाट बन्ने चाहिँ हस्तकलाका विविध सामानहरू रहेछ, जसलाई चाहिँ हामीले यो फेल्टलाई चाहिँ साबुन पानीले चाहिँ त्यसलाई चाहिँ जाम गरेर त्यसको रेसाहरू चाहिँ एक आपसमा जाम गरेर बनाउने रहेछ। त्यहाँबाट चाहिँ मैले फेल्ट भन्ने थाहा पाएँ। त्यो नै हो। अनि त्यो बिचमा गर्दै जाँदाखेरि त्यहाँबाट फेल्टबाट अनेकन कुरा, धेरै कुराहरू चाहिँ बन्ने रहेछ भन्ने पनि मैले ज्ञान पाएँ। त्यहाँ हाम्रो जस्तो जुत्ता भयो, ब्याग, टोपी, सजावटका सामानहरू, खेलौनाहरूदेखि लिएर ठुला चाहिँ हाम्रो कार्पेटहरू पनि बन्दो रहेछ। भित्तामा सजाउने कार्पेट यावत कुराहरू चाहिँ फेल्टबाट बन्ने रहेछ। त्यहाँबाट चाहिँ मलाई धेरै नै प्रभाव परिसकेपछि त्यही काम गर्दै हामी चाहिँ अरू साथीभाइसँग त्यो अन द जब ट्रेनिङमा चाहिँ हामी विदेश पनि गयौँ हैन। त्यहाँबाट चाहिँ अनि मलाई चाहिँ धेरै इम्प्रेस भयो। ओहो, यो त हामीले गर्नै पर्ने कुरा रहेछ, म नि सक्छु भन्ने हिसाबले त्यहाँबाट चाहिँ प्रेरित भएर चाहिँ बिस्तारै यो क्षेत्रमा चाहिँ मेरो अझ लगाव चाहिँ बढ्दै गएको हो। यो फेल्ट भनेको चाहिँ के रहेछ? प्रायलाई यसको बारेमा थाहै छैन, त्यो अलिकता बढाइदिनुहोस्। हो, यो फेल्ट भन्ने अहिले आएर चाहिँ यो शब्द चाहिँ अलिकति प्रचलितमा आएको छ। त्योभन्दा अगाडि जस्तो धेरै ठाउँमा म आफै पनि सरकारी निकायहरूमा यो कामकाजमा जाँदाखेरि फेल्ट भन्ने के रहेछ, के हो यो फेल्ट भन्ने चाहिँ सबैले प्रश्न सोध्ने गर्थ्यो। हालाकि अहिले पनि कहीँ कतै चाहिँ त्यो अझै पनि त्यो बुझाइ छैन।
तर यो फेल्ड वास्तवमा के रहेछ भने हामीले हाम्रो त परापूर्व कालदेखि नै यो फेल्ड भन्ने कुरा रहेछ, तर हामीले त्यो शब्द चाहिँ अङ्ग्रेजी शब्द भयो, आयातित शब्द, त्यसलाई चाहिँ प्रयोग नगरेको। जुन हामी राडी पाखी भन्छौँ, जुन त्यो भेडाको ऊनबाट त्यसलाई चाहिँ हामीले जाम गर्ने, जस्तो त्यसलाई हामी चाहिँ तानमा नबुनिकन त्यत्तिकै चाहिँ हामीले नन ओभन भन्छौँ यसलाई, त्यसलाई चाहिँ त्यो जाम गरेर त्यसको कार्पेटहरू बनाउँछ। वास्तवमा त्यो पनि फेल्ट नै हो, तर त्यसलाई हामीले राडी पाखी भन्छौँ। वास्तवमा भन्दाखेरि फेल्ट भने चाहिँ यो भेडाको ऊनको सामानबाट त्यसलाई चाहिँ एक किसिमको हाम्रो तातो पानी साबुनले जाम गरेर त्यसलाई चाहिँ कुनै एउटा टेक्सटाइलको रूपमा चाहिँ हामीले निकाल्छौँ। सिटको रूपमा हुनसक्छ, त्यो कपडाको रूपमा पनि हुनसक्छ, र कहिलेकाहीँ हामीले त्यो ऊनलाई चाहिँ सियोले, त्यसको विशेष प्रकारको सियो हुन्छ, त्यसले खोपेर मात्रै पनि त्यसको आकार प्रकार दिन्छौँ। ती कुराहरूलाई नै हामी फेल्ट भनेको वास्तवमा यो ऊनबाट बन्ने एउटा एक प्रकारको चाहिँ यो टेक्सटाइलै भनौँ न, भेडाको ऊनबाट नै बन्ने। तर प्रचलित यो चाहिँ हाम्रो आफ्नो ठेट शब्द नभइकन यो चाहिँ बाहिरबाट आयातित शब्द भयो, अङ्ग्रेजी शब्द भयो। तर यो चाहिँ विशेष रूपले भेडाको ऊनको रेसाबाट बन्ने चाहिँ सामान भयो, जसमा चाहिँ हामीले स्वेटर भनेको चाहिँ यो हाम्रो बुन्ने भयो, त्यो चाहिँ नबुनिकन त्यो चाहिँ त्यसको रेसा एक आपसमा चाहिँ हामीले तातो पानी साबुनले चाहिँ त्यसलाई जमाएर चाहिँ बनाउने कुरा हो। त्यो चाहिँ फेल्ट भनेको चाहिँ यो भोगेको अनुभव अलिकता दर्शक माझहरूमा राखिदिनुहोस्। यस्तो छ, हजुर यस्तो छ। अब सुरुमा त म आफै पनि करिब झन्डै 10-12 वर्षभन्दा बेसी म एउटा दुईटा संस्थामा, यस्तै प्रकृतिको दुईवटा संस्थामा आफै कर्मचारीको रूपमा र पार्टनरको रूपमा पनि काम गरेँ। जब यो सन् 2014मा म आफैले स्वयंले अरू साथीभाइसँग मिलेर हामी 4 जना मिलेर चाहिँ हामीले फ्याक्ट्री स्टार्ट गऱ्यौँ। त्यो बेलाको माहौल कस्तो थियो भने हामीसँग पुँजी एकदम सीमित मात्र थियो, पर्याप्त पुँजी थिएन। किनभने त्यो बेला जागिरमा हाम्रो खासै त्यो त्यति धेरै स्यालेरीको हुन्थेन, त्यही थोरै बचत हुन्थ्यो। त्यो भर्दा सबैभन्दा पहिला त हामीलाई पुँजी कसरी गर्ने भन्ने कुरा नै थियो। ब्याङ्क वित्तीय संस्थाहरूले नयाँलाई हामी कहाँ पत्याउने प्रचलन छैन, त्यो हिसाबले आफूसँग भएको जे जस्तो छ त्यो हिसाबले नै सुरु गर्ने भनेर हामीले चाहिँ थाल्यौँ। एउटा जग्गा भाडामा लिएर हामीले करिब 202 रोपनी चाहिँ जग्गा भाडा लिएर अब कसरी गर्ने त, भाडा त लियो, तर त्यसमा संरचना बनाउनलाई हामीसँग यथेष्ट पुँजी नभएको कारणले हामीले चाहिँ साधारण एउटा बाँसको तहरामा, त्यो पनि कति हामी आफू स्वयं पनि लागेर, हामी 4 जना अरू मेरो म्यानेजर पनि हामी स्वयं लागेर आफै पनि त्यसमा खटेर चाहिँ तहरा बनाइयो। अनि त्यो बाउन्ड्री जुन हामीले घेरा लाउँदाखेरि जस्ताको बार त्यसरी लाएर चाहिँ सुरुवात गरेका थियौँ। र अब कानुनी प्रक्रियामा दर्ताको प्रक्रियामा पनि हामीलाई चाहिँ उद्योग दर्ता गर्ने, कसरी कसो गर्ने, के कुरा चाहिन्छ भन्ने कुराको ज्ञान चाहिँ अभाव हुँदो रहेछ। किन हामीलाई के थाहा छ भने काम कसरी गर्नुपर्छ, के काम गर्ने भन्ने कुरा थाहा छ, तर कानुनी प्रक्रियाको कुराहरूलाई चाहिँ हामीले कहीँ न कहीँ अरूको भरै पर्नुपर्ने हुँदो रहेछ। जस्तो कि मैले पनि एउटा कानुनी सल्लाहकार अथवा यो कानुनी पेसामा आबद्ध भएको मान्छेहरूसँग सल्लाह लिएर हाम्रो कम्पनीको विधान बनाउनेदेखि लिएर यो प्रबन्ध पत्र नियमावली बनाउनेदेखि यावत कुराहरू, इभन दर्ताको प्रक्रियाको पनि त्यसको लागि चाहिँ हामीले सहयोग लिनु पर्यो। किन त्यसमा सबैभन्दा पहिले हामी आफै उद्योगमा दर्ता गर्न जाँदाखेरि त्यहाँको प्रक्रिया, त्यहाँको ब्युरोक्रेट हामीले त्यति चाहिँ सहजै पचाउन सक्ने अवस्था थिएन। त्यही भएर सजिलो बाटो के हुन्छ भने हामीले एउटा कानुनी सल्लाहकार लिएर उहाँको लागेको चाहिँ सेवा शुल्क हामीले तिरेर उहाँले भने बमोजिम गर्दा या त उहाँहरूको मार्फत जाँदा चाहिँ सहज हुँदो रहेछ। अन्यथा चाहिँ त्यो अलिकति गाह्रो हुन्छ। र पुँजीमा पनि हामीसँग आफूले भएको पुँजी लागेको हुनाले सानो स्केलले चाहिँ हामीले सुरुवात गऱ्यौँ। त्यो भएर कठिनाइमा चाहिँ दर्ता प्रक्रियामा हामीले अरूको सहयोग लिनु पर्यो। अरू आफू अगाडि जाँदाखेरि हामीलाई धेरै कुरा थाहा नहुने र एउटा पुँजीको कुराले पनि हामीलाई चाहिँ धेरै गाह्रो भयो सुरुवाती अवस्थामा चाहिँ। किनभने हामीसँग पर्याप्त पुँजी थिएन, थोरैले सानो स्केलले कसरी गर्ने भनेर चाहिँ सुरुवातीको अवस्थामा चाहिँ कठिनाइ त्यही नै हो हामीलाई चाहिँ। अब तपाईँको सङ्घर्षको कुरा सुन्दाखेरि अब अहिलेका युवा पुस्ताहरूले के भन्छन् भन्दाखेरि नेपालमा केही पनि हुँदैन भन्ने चाहिँ एउटा भाष्य निर्माण भएको छ।
तपाईँहरूले गरिराख्नु भएको छ हजुर भने अरू युवा पुस्ताहरूले किन यहाँ नेपालमा गर्नु नसक्ने त? यस्तो छ यो यहाँ सम्भावना धेरै छ तर जस्तो मैले भने मेरो सुरुवातीमा दर्ता र यो हामीले कम्पनी उद्योग दर्ता गर्दाखेरि मात्र होइन 2 वर्ष 3 वर्ष हामीले त्यसलाई कसरी निरन्तरता दिने हामीसँग अर्डर थिएन कसरी काम गर्ने कसलाई सामान बनाएर कहाँ बेच्ने भन्ने कुरा थियो तर मेरो अनुभवले मेरो भोकाइले के भन्छ भने यदि हामीले त्यो काममा निरन्तरता किनभने सुरुवातमा कुनै पनि उद्योग धन्दा सुरुवात गर्दाखेरि 1-2 वर्षमा त्यसको रिटर्न आउने चाहिँ हुँदैन त्यसको उपलब्धि हामीले कमसेकम न्यूनतम त 5 वर्ष कुर्न सकेको अवस्थामा त्यसपछि हामीलाई थाहा हुन्छ कि यो उद्योग हामीले कसरी चलाउने त्यसमा कठिनाइहरू के आउँछन् हाम्रो चुनौतीहरू के छ अवसरहरू के छ भन्ने कुरा चाहिँ बल्ल हामीले बुझ्न सक्छौँ किनभने 1-2 वर्षमै त्यो धैर्यता गुमायौँ भने चाहिँ त्यो सक्दैन किन म आफू पनि पहिला अर्को संस्थामा काम गरिसकेको हिसाबले मलाई के थाहा छ भने मेरो आफ्नो खुबी यसमा छ भन्ने कुरा अहिलेको युवा पुस्ताहरूले थाहा पाउनु पर्यो पहिला मेरो खुबी केमा छ मेरो क्वालिटिजहरू म के गर्न सक्छु भन्ने कुरा त्यो आफूले पहिचान गर्नु पर्यो त्यसपछि त्यसमा निरन्तर लाग्नु पर्यो किनभने मैले उद्योग सुरु गर्दा 1-2 वर्ष मैले विभिन्न ठाउँमा कामको लागि मैले हात फैलाउन जानु पर्यो मलाई अर्डर दिनुस् कहाँ हुन्छ अरू उद्योगीहरू अरू निकासीकर्ताहरू सँग चाहिँ मैले हामी पनि मिलेर काम गरौँ भनेर धेरै ठाउँमा गऱ्यौँ त्यसो गर्दै गर्दा मूल्यको कुरा आयो बिक्री मूल्य हामीले भने बमोजिम नपाउने तर के त भन्दा मैले आफ्नो कम्पनी खडा गरिसकेपछि कमसेकम म 2-3 वर्ष कम्पनीलाई त्यसलाई चाहिँ चलाउनलाई मलाई न्यूनतम आवश्यक क्यास फ्लो भनौँ न त्यसको लागि भए पनि मैले चाहिँ सङ्घर्ष गरिराखेँ मैले हिम्मत हारिनँ त्यो हिसाबले अहिलेको पुस्ताले पनि के गर्नु भने कुनै पनि काम थालनी गरिसकेपछि त्यसमा निरन्तरता चाहिँ लाग्नु पर्यो होला त्यसमा तलमाथि उतार चढाव भइरहन्छ त्यो उतार चढाव त्यो भनेको व्यापार उद्योगमा एउटा सामान्य कुरा हो भनेर चाहिँ त्यसलाई स्वीकार्नु पर्यो र अर्को कुरा यहाँले जसरी भन्नुभएको चाहिँ यहाँ केही पनि छैन होइन जहाँ अभाव हुन्छ त्यहाँ सम्भावना धेरै देख्छु म चाहिँ जहाँनिर अभाव हुन्छ अथवा हामीले जस्तो मानिलियौँ हामीले यहाँ कति कुराको अभाव भइरहन्छ त्यहाँनिर हामीले चाहिँ त्यो सम्भावना खोज्ने हो हैन किनभने जस्तो हामीले यहाँ केही गर्न सकेन भन्दा पनि अब मैले गर्दाखेरि अहिले हाल मसँग अहिलेको वर्तमान परिस्थितिमा मसँग झन्डै 60 जना जति चाहिँ प्रत्यक्ष रोजगारमा आबद्ध हुनुहुन्छ त्यो पनि मासिक तलबी बेसमा कुनै बेला मसँग 2-2.5 वर्ष अगाडि झन्डै 100 जना भन्दा माथि कामदार थिए भनेको मैले त्यत्रोलाई रोजगार दिएको थिएँ त्यो भएकोले आफूले जानेको काममा निरन्तरता दिइराख्यौँ भने चाहिँ अहिलेको युवाहरूले सकिन्छ कुनै सानो काम किन नहोस् ठुलो उद्योगै चलाउनु पर्दैन चाहे उहाँले आफै स्वरोजगार भएर या त 2 जना 3 जना मात्र भए पनि दिएर तर त्यसमा निरन्तर लाग्नु पर्यो त्यो निरन्तरताले नै अनि अर्को धैर्यता चाहियो किन हाम्रो अहिलेको के छ भने गर्ने बित्तिकै तुरुन्त हामीले चाहिँ त्यसको प्रतिफल परिणाम चाहिँ खोजिहाल्छौँ त्यो धैर्यता चाहिँ गर्न सक्नुपर्ने एउटा उद्यमी व्यवसायीले जब लङ रनमा हैन लङ टर्ममा जाने हो भने चाहिँ त्यो धैर्यता चाहिँ एकदम चाहियो र निरन्तरता चाहियो त्यसमा एउटा कमिटमेन्ट पनि चाहियो आफूले म चाहिँ लाग्छु भनेर एक किसिमको अरू मैले भन्न छुटाउनु नहुने चाहिँ एउटा एक किसिमको कामप्रतिको त्यो नशा हुन्छ नि त्यो चाहिँ चाहियो विशेषतः किन त्यो एडिक्सन चाहिँ चाहियो मलाई यो काम त्यो काममा रमाउनु पर्यो र सधैँभरि कहिलेकाहीँ कस्तो हुन्छ नि कुनै काम गर्दै गर्दाखेरि म पैसाको लागि मात्र होइन कि त्यो काममा आफूलाई आत्मसन्तुष्टि भयो त्यो काममा आफू रमाउन सक्यो भने त्यो काम रहँदैन अनि त्यसपछि के हुन्छ त्यसमा आफू झन् खटिन मन लाग्छ त्यो भएपछि बिस्तारै त्यसमा त प्रतिफल आउने हो त्यो भएकोले अहिलेको युवा पुस्ताले के गर्नु पर्यो भने आफूमा निरन्तरता दिनु पर्यो एउटा धैर्यता चाहियो र एउटा चाहिँ आफू त्यो काममा चाहिँ रमाउन सक्नु पर्यो विशेष त त्यही नै हो अनि सम्भावना त छ यहाँ नभएको होइन अभाव छ तर थाहा पाउन सक्यो खोज्न सक्यो भने चाहिँ प्रचुर सम्भावना चाहिँ म देख्छु तपाईले यति भन्दै गर्दाखेरि प्राय अब अहिलेको युवा पुस्ताहरूमा हैन अब मैले के देखिरहेको छु भन्दाखेरि अब देशको लागि केही गर्नुपर्छ देशमै बसेर उद्यमशीलता गर्नुपर्छ भन्ने यो मानसिकता पनि बढिरहेको मैले पाइरहेको छु विशेष गरी यो जेन्जी आन्दोलन पछाडि एकदमै अब त्यो बढिराखेको मैले पाइरहेको छु तर त्यति हुँदा हुँदै पनि हैन अब म निरन्तरता पनि दिन्छु हैन मेरो यो फिल्डमा केही गर्ने इच्छा छ भन्ने
सो चाहिँ हुँदै पनि युवा पुस्ताहरूमा चाहिँ अब यो काम गर्ने भनेर उहाँहरूले निर्णय गर्नुहुन्छ होइन। तर अब त्यो मैले के देखिरहेको छैन भन्दाखेरि त्यो एउटा उचित मार्गदर्शन गर्ने चाहिँ निकाय मैले देखिरहेको छैन कि। अब यसमा कसरी चाहिँ अब लाग्न त लाग्ने भनेर भन्यो होइन, व्यापार गर्छु नि भनेर भन्यो। अब यसमा पैसा सँगै समयको पनि त कुरा आउँछ होइन। अब निरन्तर उहाँहरूले खोज्नुभयो तर प्रतिफल पाएन भने के गर्ने भन्ने पनि क्वेसन आउँछ होइन। अब हामी कहाँ किनभने स्कुलबाट यो सिकाउने चलन छँदैछ नि। यस एक्ज्याक्टली हजुर। यसमा चाहिँ तपाईँको विचार के छ? हो झन् तपाईँ अहिले अन्तिममा ठ्याक्क मैले भन्नु खोजेको र चाहेको कुरा आयो। किनभने म आफू पढ्दाखेरि हामीले त्यो बेला पूर्व व्यावसायिक शिक्षा भन्ने थियो, जसमा चाहिँ हामीलाई माटोको भाँडाकुँडा बनाउने, बाँसबाट केही कुरा सजावटका सामानहरू बनाउने त्यो कुराहरू थियो। त्यो भनेको वास्तवमा अहिलेको कालमा त्यही नै हो कि हामीले चाहिँ सिप सिकाउने हाम्रो शिक्षा नीति छैन। मैले कति ठाउँमा भन्ने पनि गरेछु, हामीले मात्र यो कसरी हाम्रो शिक्षा नीति कसरी पढायो त्यो भनेको पछि गएर त्यो हामी विदेश जाने शिक्षा नीति जस्तो भयो, आयातित। हुनुपर्ने के हो भने हामीलाई देशलाई चाहिने कुरो के हो? हाम्रोमा त सम्भावना मैले भने अब सम्भावना खोज्न सिकाउने कसरी, उद्यमशील बनाउने कुरा चाहिँ कसरी गर्ने भन्ने कुरा हाम्रो चाहिँ स्कुलिङदेखि हुनुपर्छ होइन। जस्तो सानो नानीहरूलाई चाहिँ हामीले त्यो प्रविधिसँग अथवा कुनै त्यो स्किल्स हाम्रो मौलिक स्किल हुनसक्छ, जो हस्तकलाकै कुरा गरौँ, तिनीहरूमा चाहिँ उहाँहरूलाई अहिलेको पुस्तालाई कसरी इन्ट्रेस्ट जगाउने, उहाँहरूलाई चासो, उहाँहरूलाई जिज्ञासा कसरी बढाउने भन्ने कुरा त्यो हाम्रो चाहिँ यो करिकुलममै राख्नुपर्छ होइन। न कि हामीले चाहिँ खालि त्यो म्याथमेटिक्स मात्र सिकायो। धेरै भनौँ न हाम्रो एजुकेसन हेर्दाखेरि विदेशीसँग टक्कर लिने जस्तो कोर्स करिकुलम छ। कुनै बेला मैले त्यो आइएससीमा पढेको भनौँ न, आइएससी बिकम गर्दाखेरिको पढेको अहिले कोर्स यो 9-10मा आएर बसेको छ। भनेको बेला हामी चाहिँ बच्चाहरूलाई यसरी थोपर्दैछौँ कि उच्च शिक्षा अहिले 9-10 एसईको लेभलको विद्यार्थीलाई राख्दैछौँ। तर हुनुपर्ने के त भन्दाखेरि बिजनेस गर्ने कसरी, हाउ टु मेक मनी भन्ने कुरा सिकाउनुपर्छ कि। किनभने एउटा तपाईँले एउटा व्यवहारिक कुरा हेरौँ, किनभने म सानो छँदाखेरि हामी खेल्दाखेरि गुच्चा खेल्दाखेरि एउटा उदाहरणको लागि जस्तो पैसा कसरी कमाउने भन्ने छ। किनभने हामी पहिला गुच्चा खेल्दाखेरि हामी गुच्चा 100 रुपियाँको किने 1 रुपियाँको किनेर ल्याउँथौँ, 20 वटा आउँछ। अनि त्यति बेला हाम्रै टोलमा एउटा मारवाडीको बच्चा चाहिँ त्यहाँ भाडामा बस्थ्यो, उसको बुवा व्यापारी। अनि उसले के गर्छ भने त्यो 1 रुपियाँको गुच्चा किनेर ल्याउँदैन। हेर्नुहोस् है, उसले के गर्छ भने हामीसँग पैसा हुन्थेन, उसको पैसा जिताउनलाई एकचोटि त्यो गुच्चाले खायो भने हामी एउटा गुच्चा जित्छौँ, त्यो 1 रुपियाँ बराबर 20 वटा गुच्चा पाउने। हामीले त्यो 1 रुपियाँ खानलाई उसलाई 40 चोटि खानुपर्ने। भन्नुको मतलब उसले के गर्थ्यो भने त्यो 1 रुपियाँको भ्यालुलाई डबल गरिदियो, 40 चोटि खानुपर्ने। भनेको उसको माइन्डमा पैसा कसरी बनाउने भन्ने कुरा थाहा छ। अनि बिस्तारै हामी पढ्न जान्थ्यौँ, ऊ पसल गर्न जाने, बुवासँग व्यापार गर्न जाने। भनेको मतलब हामीले सानैदेखि चाहिँ नानीहरूलाई पढाउन त चाहिन्छ, त्यो आधारभूत कुरा भयो। त्यो सँगसँगै अलिकति होइन यो कुरा त चाहिहाल्यो होइन। अब नेपालमा व्यापार गर्ने त ठिकै छ, अब फेलको व्यापार भनेको ह्यान्डिक्राफ्टको व्यापार अन्तर्राष्ट्रिय क्षेत्रमा बढी जान्छ। त्यो कसरी चाहिँ अब अन्तर्राष्ट्रिय निकायसम्म होइन बाहिर विदेशमा बस्ने विदेशी व्यक्तिहरूसम्मको हातमा यो ह्यान्डिक्राफ्टहरू प्रडक्ट चाहिँ कसरी उहाँहरूको हातमा पुर्याउन सकिन्छ? यसको लागि 2-3 बाटो छ। एउटा हामीले के गर्न सक्छौँ भने जस्तो यो मेलाहरू भइरहन्छ, सम्भवतः हाम्रोमा हुने यो राष्ट्रिय स्तरको मेलाले खासै बाहिर विदेशी हाम्रो बाहिरहरू आउँदैनन्। अलिकति लगानीको हिसाबले बढी होला, तर हामीले जानुपर्ने चाहिँ यो अन्तर्राष्ट्रिय भनौँ न यो व्यापार मेलाहरूमा विशेष त जाने चाहिँ त्यही नै हो। त्यसमा लागत धेरै लाग्छ होइन। फेरि हामीले त्यसो जाँदै गर्दा भिसाको कुरा याउट कुरा आउँछ, कति ठाउँमा हामीले त्यो जान नसक्ने हुन्छौँ। त्यो भएकोले यदि हामी कोही हस्तकलाका उद्यमी छौँ भने सबैभन्दा राम्रो के हुन्छ भने जस्तो यो हाम्रो सङ्घ संस्थाहरू हुन्छ, जसले चाहिँ हामी जस्तो साना मजौला व्यवसायहरूको हक हितको लागि काम गर्छ। जस्तो मानिलिउँ हस्तकला महासङ्घ भयो, हाम्रो आफ्नै पनि आबद्ध भएको बागमती प्रदेश हस्तकला सङ्घ भनेर छ। यस्ता यो सङ्घ संस्थाहरू
अनि अर्को हुनसक्छ हाम्रो एफएनसिसिआईहरू यो जस्तो सङ्घ महासङ्घहरूले चाहिँ के गर्छ भने बाहिरको अन्तर्राष्ट्रिय स्तरमा भएको मेलाहरूको चाहिँ हामीलाई यो सर्कुलर आइरहन्छ अनि उहाँहरूले केही त्यसमा सहजीकरण पनि गरिदिन्छ जस्तो भिसाको लागि हुनसक्छ रिकमेन्डेसन लेटर लेख्ने सिफारिस गरिदिने त्यो भयो भने हामीलाई चाहिँ सहज हुनसक्छ एउटा चाहिँ हामीले बाहिर अन्तर्राष्ट्रिय बाहिरहरूसँग कनेक्ट गर्ने कुरा एउटा त्यो भयो अर्को कुरा अहिलेको सबैभन्दा राम्रो उत्तम उपाय भनेको हाम्रो इन्टरनेटको प्रयोग हो सोसियल साइट्सहरू हामीले आफ्नो फेसबुक राख्नु पर्यो ई कमर्सदेखि लिएर भनौँ न आफ्नो फेसबुक पेज हुनसक्छ आफ्नै वेबसाइट हुनसक्छ यो माध्यम पनि हो किनभने म आफू स्वयंले पनि मेरो फेसबुक पेजबाट मात्र अथवा वेबसाइट पनि मैले 2-3 त राम्रो कस्टमर पाएको छु त्यो भएकोले अहिलेको प्रविधि हामीले चाहिँ मैत्री हुनु पर्यो सबैभन्दा राम्रो त यो इन्टरनेटको युग भएको होलाले त्यसलाई प्रयोग गर्नु पर्यो हैन तर अन्तर्राष्ट्रिय बजारमा चाहिँ मेला महोत्सवमा जाँदाखेरि के हुन्छ भने ठुल्ठुलो कस्टमरहरूले त्यहाँसम्म आउँदाखेरि आएका जो हामी जस्ता भनौँ न उद्यमीहरू उहाँहरूलाई चाहिँ प्रत्यक्ष भेट्ने पाउने भयो इन्टरनेटको जस्तो फेसबुकबाट भन्दा त्यो गर्दा त्यसकोबाट चाहिँ अलिकति व्यापारिक सम्बन्धमा चाहिँ अलिकति त्यसमा प्रगाड हुनसक्छ र अर्डर आउने सम्भावना भनेको मतलब मुख्य कुरा एउटा चाहिँ हामीले डिजिटल प्लेटफर्मबाट जानु पर्यो अर्को अन्तर्राष्ट्रिय व्यापारहरूमा चाहिँ हामी भाग लिन जाने भयो राष्ट्रिय स्तरकोमा पनि कहिलेकाहीँ कसैले बाहिरबाट बाहिर बोलाइदिएको अवस्थामा त्यो पनि भयो अर्को भनेको हामीले सङ्घ संस्थाहरूको यो महासङ्घहरूको मार्फत पनि उहाँहरूसँग समन्वय गरेर उहाँहरूसँग जोडिएर पनि त्यो चाहिँ हामीले स्तरसम्म चाहिँ बाहिरको लागि चाहिँ हामी पहुँच पुर्याउन सक्छौँ हजुर एकदमै धन्यवाद आफ्नो अमूल्य विचार राखिदिनु भएकोमा र हाम्रो अनुरोध स्वीकार गरेर आइदिनु भयो यसको लागि पनि एकदमै धन्यवाद व्यक्त गर्न चाहन्छु हजुर धेरै धेरै धन्यवाद यहाँलाई पनि आदरणीय दर्शक महानुभावहरू आज हाम्रो माझ अनुप मानन्दरज्यू जो युवा उद्यमी हुनुहुन्छ र कम्फोर्ट फेल्ट एन्ड क्राफ्ट प्राइभेट लिमिटेडको उहाँ चाहिँ प्रबन्ध निर्देशक पनि हुनुहुन्छ उहाँले यो फेल्टसँग सम्बन्धी एकदम नयाँ कुराहरू यहाँहरूको माझ प्रस्तुत गर्नुभयो आशा छ तपाईहरूलाई आजको यस एपिसोड जानकारीमूलक नयाँ कुरा यहाँहरूले पाउनुभयो भने हामीले एकदम आशा लिएको छौँ अब अर्को पटक पनि यहाँहरूको माझ उहाँ जस्तै हाम्रो समाजको लागि र मानव जातिको लागि नै के गर्छु भनेर लागिरहेका व्यक्तिहरूलाई हामी लिएर आउने नै छौँ त्यतिन्जेलसम्मको लागि राम्रोसँग बस्नुहोला नमस्कार